म सानो हुँदा चाहिँ एकजना दाइले मलाई एउटा म्याजिक ट्रिक देखाएको थियो कार्डको अनि त्यो दाइको पछि लागे म त्यो दिनभरि पछि लागे तर त्यो दाइले मलाई सिकाएन कसरी गर्ने भनेर आज म सेम ट्रिक देखाउँछु अनि सिकाउँछु है तपाईहरुलाई कसरी गर्ने र यो ट्रिकले तपाई कतिसम्म एटेन्टिभ हुनुहुन्छ भन्ने पनि थाहा हुन्छ है त यसको लागि सुरुमा तपाईले तासलाई तीन ठाउँमा काट्नुहुन्छ अनि तीन ठाउँमा काटिसकेपछि माथि टपमा जुन कार्ड आउँछ दुईटा र्यान्डमली यहाँ चाहिँ 18 सट्टा छ त्यो लिनुहुन्छ अनि त्यसलाई चाहिँ बिस्तारै पालै पिलो बीचमा हाल्नुहुन्छ है त सो दुईटा 18 सट्टा चाहिँ बीचमा जान्छ क्लियरली देखिन्छ यहाँनिर र अब चाहिँ 1 सेकेन्डमा त्यो दुईटा 18 सट्टालाई चाहिँ बाहिर निकाल्दिन्छु है त म चाहिँ सो एट द काउन्ट अफ 3 3 2 अनि 1 गरेपछि दुईटा कार्ड आउँछ जुन चाहिँ अहिलेको 18 सट्टा हुन्छ है त यो ट्रिक कसरी गर्ने सिकाउँ है त सो यो ट्रिकको लागि चाहिँ मैले लक्ष्मी होम लोन्सको कार्ड युज गरेको छु तपाईले चाहिँ कुनै पनि नर्मल कार्ड युज गर्न सक्नुहुन्छ लक्ष्मी होम लोन्स चाहिँ अस्ट्रेलिया बेस्ड एउटा होम लोन कम्पनी हो यदि तपाई या तपाईको आफन्त कोही अस्ट्रेलियामा घर खोज्दै हुनुहुन्छ भने चाहिँ डु भिजिट laxmihomeloans.com.au है त अस्ट्रेलियामा घर किन्नु परेमा लक्ष्मी होम लोन्सलाई सम्झिनुहोस् सो यो ट्रिकको लागि चाहिँ हामीले यो चारवटा कार्डलाई युज गर्छौं हेर्दाखेरि सिमिलर देखिन्छ त्यही भएर पनि आँखाले क्याच गर्दैन है त सो स्टार्टिङमा हामीले जुन कार्ड देखाउँछौं र पछि लास्टमा जुन कार्ड देखाउँछौं त्यो चाहिँ कम्प्लिटली डिफरेन्ट हुन्छ सो इट्स अ गेम अफ एटेन्सन सो एउटा पाना र इट्टाको 18 सट्टा चाहिँ टप र बटममा जान्छ अनि अर्को पाना र इट्टाको 18 सट्टा चाहिँ टपमा जान्छ दिस इज आवर सेटअप र अब कार्डलाई काट्दाखेरि टपको कार्ड मिडल पाइल र बटम पाइललाई यसरी राख्छौं र यो फास्ट गर्दाखेरि काटेको जस्तै देखिन्छ तर हामी फेरि टपमै उठाउँछौं मिडल माथि राख्छौं र यो लगेर बटमको माथि राख्दाखेरि कार्ड चाहिँ जस्ता तस्तै हुन्छ र हाम्रो मिलाको कार्ड चाहिँ मिक्स हुँदैन अब जस्ट तपाईले टपबाट यहाँनिर 18 सट्टा आछ भन्ने यहाँनिर पानाको सट्टा र इटको 18 नभन्ने है त जस्ट नम्बर मात्र बोल्ने 18 सट्टा र यसलाई चाहिँ हामीले बीचमा राखिदिन्छौँ यसरी र यो बीचमै जान्छ यसरी यो भित्र गइसकेपछि हाम्रो अब जुन कार्डलाई हामी देखाउँछौं त्यो कम्प्लिटली डिफरेन्ट कार्ड हुन्छ स्टार्टिङको भन्दा जुन चाहिँ हाम्रो टप र बटममा हुन्छ जस्ट तपाईले कार्डलाई यसरी होल्ड गर्ने अनि थ्रो गर्दाखेरि टप र बटमको कार्ड मात्र यसरी बाहिर निस्किन्छ एक दुईचोटि प्र्याक्टिस गर्नुभयो भने चाहिँ यो ट्रिक चाहिँ तपाईले यसरी गर्न सक्नुहुन्छ र जसले नि एटेन्सन दिएको हुँदैन उसको लागि चाहिँ यो खतरै ट्रिक हुन्छ है त जुन मेरो लागि सानोमा भएको थियो र यस्तै ट्रिकको लागि मलाई फलो गर्न नबिर्सिनु होला आई विल सी यु इन द नेक्स्ट भिडियो